नमस्कार। आज हामी नेपालको राजनीतिमा एउटा लामो यात्रा तय गर्नुभएका व्यक्तित्व रामचन्द्र पौडेलको बारेमा कुरा गर्दैछौं। तनहुको बाहुन पोखरादेखि शीतल निवाससम्मको उहाँको यात्रा हो। यो यात्रा 6 दशक भन्दा लामो छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभयो उहाँ। यो आफैमा एउटा निकै लामो र भनौं न घटनापूर्ण राजनीतिक जीवन हो। 2001 असोजमा तनहुमा जन्मिनु भएको, हैन? मध्यम वर्गीय किसान परिवारमा। हजुर, त्यहीबाट शुरू भयो अनि राजनीतिक यात्रा त निकै छाडै शुरू भएको देखिन्छ। हो त नि। 2017 सालमा राजा महेन्द्रले कू गरेपछि जम्मा 16 वर्षको उमेरमा प्रजातान्त्रिक आन्दोलनमा लाग्नु भएछ। कति सानो उमेर। साँच्चै त्यहीबाट जग बस्यो क्यारे उहाँको राजनीतिक यात्राको। पढाइ सँगसँगै राजनीति पनि अघि बढ्यो। विद्यार्थी राजनीतिमा उहाँ निकै सक्रिय हुनुहुन्थ्यो। हो र? जस्तो नन्दीरात्री मावि, रानी पोखरी माविको विद्यार्थी संघ अध्यक्ष हुनुभयो अनि गण्डकी छात्र संघको संस्थापक, सरस्वती क्याम्पस स्वभ्यू सभापति पनि। पछि गएर 2027 सालमा त नेपाल विद्यार्थी संघकै संस्थापक सदस्य। ए, भनेपछि विद्यार्थी राजनीतिमा राम्रै पकड रहेछ सुरुदेखि नै। एकदम। तर यात्रा सजिलो पक्कै थिएन होला नि। प्रजातन्त्रका लागि लड्दा त उहाँले खै 14-15 वर्ष त जेलमै बिताउनु भयो भन्ने छ नि। हो, पटक पटक गरेर त्यति लामो समय जेल बस्नुभयो। यति लामो जेल जीवन यसले उहाँको व्यक्तित्व र राजनीतिमा कस्तो असर पार्यो होला, के लाग्छ? अब यो त निकै महत्वपूर्ण कुरा हो। निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध लड्दा यति लामो जेल बस्नुले निश्चय नै एउटा दृढता त थप्यो होला, संघर्षशील बनायो अनि प्रजातान्त्रिक मूल्य मान्यताप्रतिको निष्ठा त्यो झन बलियो भयो होला। उहाँको छविको एउटा आधार नै यही हो। अनि नेपाली कांग्रेस पार्टीभित्रको उहाँको यात्रा नि केन्द्रीय सदस्यदेखि कार्यवाहक सभापतिसम्म पुग्नुभयो। पार्टीभित्र पनि उहाँको यात्रा लामै छ। केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापतिसम्म। तर पार्टीभित्रको शक्ति संघर्ष, गुटबन्दी, त्यसको प्रभाव पनि देखिन्छ उहाँको यात्रामा, होइन र? त्यही त, कहिले कुन खेमा निकट भन्ने सुनिन्थ्यो। हो, सुरुमा कृष्ण प्रसाद भट्टराई, पछि शेरबहादुर देउवा अनि कोइराला खेमासँग पनि नजिक देखिनुभयो। समीकरण फेरबदल भइरह्यो। पार्टी सभापति र संसदीय दलको नेतामा देउवासँगै प्रतिस्पर्धा गर्नुभयो, तर सफल हुनु भएन। उहाँलाई मध्यमार्गी पनि भनिन्छ नि। त्यसले गर्दा निर्णायक शक्ति बन्न गाह्रो भएको हो कि भन्ने विश्लेषण पनि छ। त्यो विश्लेषण पनि गरिन्छ। फेरि 14औं महाधिवेशनमा तटस्थ बस्दा आफ्नै समूहले पनि आलोचना गर्यो। तर संसदीय राजनीतिमा चाहिँ उहाँ लगातार नै देखिनुभयो। हो, 2048 देखि 20 मा 2074 बाहेक लगातार सांसद निर्वाचित हुनुभयो अनि 2051 सालमा त प्रतिनिधि सभाको सभामुख जस्तो महत्वपूर्ण पदमा पुग्नुभयो। 2051 साल, त्यो बेला त राजनीतिक अवस्था निकै अस्थिर थियो है। एकदमै। त्यो बेला संसद चलाउनु निकै चुनौतीपूर्ण थियो। उहाँले त्यो भूमिका राम्रैसँग निभाउनु भयो भन्ने मानिन्छ। मन्त्री पनि पटक पटक बन्नुभयो। स्थानीय विकास, कृषि, गृह, संचार अनि शान्ति तथा पुनर्निर्माण जस्ता मन्त्रालयहरू सम्हाल्नुभयो। तर प्रधानमन्त्री बन्ने प्रयासमा 17 पटकसम्म असफल भएको कुरा चाहिँ निकै चर्चामा आउँछ। त्यो एउटा पाटो भयो। तर अर्को महत्वपूर्ण पाटो पनि छ नि, शान्ति प्रक्रियामा उहाँको भूमिका। हो, त्यो पनि महत्वपूर्ण छ। कसरी मूल्याङ्कन गर्न सकिन्छ त्यसलाई? माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, विशेष गरी त्यो विस्तृत शान्ति सम्झौताको मस्यौदा बनाउन उहाँ शान्ति समितिको संयोजक हुनुहुन्थ्यो। त्यो भूमिका निकै महत्वपूर्ण थियो। दशक लामो द्वन्द अन्त्य गर्ने सम्झौताको खाका कोर्नु सामान्य कुरा थिएन। उहाँको व्यक्तित्वलाई हेर्दा प्राय निष्ठावान, सादगी, अलि बौद्धिक, समाजवादी चिन्तक, समन्वयकारी नेता भनेर चिनिन्छ। 11वटा किताब पनि लेख्नु भएको छ रे। छवि सामान्यतया त्यस्तै छ। स्वच्छ, बौद्धिक, प्रजातान्त्रिक आदर्शमा विश्वास राख्ने, तर कहिलेकाहीँ आलोचना पनि हुन्छन्। जस्तो राजनीतिक रूपमा चाहिने बेला कठोर निर्णय लिन नसक्ने वा सहकर्मीलाई पर्याप्त साथ नदिने भन्ने जस्ता टिप्पणी। यही सबै पाटाहरूले नै उहाँको लामो राजनीतिक जीवनलाई झन रोचक बनाउँछ। एकदम। अनि अन्ततः 6 दशक भन्दा लामो यात्रापछि 2079 फागुनमा आइपुग्दा उहाँ 10 दलीय गठबन्धनको समर्थनमा राष्ट्रपति निर्वाचित हुनुभयो। हो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपति, तर व्यक्तिका हिसाबले तेस्रो।
बाहुन पोखरादेखि शीतल निवास, साँच्चै लामो यात्रा। विद्यार्थी राजनीतिबाट शुरू गरेर लामो जेल जीवन, पार्टी र सरकारमा विभिन्न उतार चढाव भोग्दै अन्ततः राज्यको सर्वोच्च पद। यो त निष्ठा, संघर्ष अनि नेपाली राजनीतिको त्यो जटिल दाउपेच सबैको एउटा जीवन्त कथा हो। अब सबैको चासो के छ भने यस्तो लामो राजनीतिक पृष्ठभूमि, संघर्षको अनुभव अनि सिद्धान्त र समन्वयमा विश्वास राख्ने भनिएका पौडेलले राष्ट्रपतिको भूमिका कसरी निभाउनुहोला? त्यो महत्वपूर्ण प्रश्न हो। संवैधानिक र अभिभावकीय भूमिकालाई कसरी सन्तुलनमा राख्नुहुन्छ? उहाँको विगतको अनुभवले दलीय राजनीति भन्दा माथि उठेर राष्ट्रिय एकताको प्रतीक बन्न कतिको सघाउला, यो चाहिँ अब हेर्नै पर्ने विषय हो है। निश्चय पनि। आगामी दिनहरूमा यो चासोको केन्द्रमा रहनेछ।